हेलो एभ्रिवान, म चाहिँ आज बेलुकाको खाना रेडी गरिरहेको छु। मैले आज मलाई पुलाउ खानु मन लाग्यो हो। टमाटरको फत्के र पनिर मटर आलुको सब्जी खानु मन लागेको छ र हामी सँगै मिलेर बनाऊँ है त। मलाई चाहिँ यो पनिर मटर चाहिँ खानु अस्तिदेखि मन लागिरहेको थियो होइन। तर मलाई चाहिँ यो साउनको व्रत बारेको बेलामा चाहिँ जुरेको रहेछ क्या साथीहरू। त्यही भएर आज चाहिँ मलाई साह्रै रहर लाग्यो, मन लाग्यो भनौँ न खानुलाई। अनि त्यही भएर बनाउँदैछु है। लसुन प्याज अदुवा लसुन केही नहालिकन है, मसला पनि नहालिकन एकदम सिम्पल सादा तरिकाले बनाइरहेको छु। तर पनि साह्रै मिठो हुँदो रहेछ हो। खै अब आफैले बनाएको भएर हो या के हो थाहा भएन, तर मलाई चाहिँ साह्रै मिठो लाग्यो है। मैले चाहिँ यो पनिर चाहिँ यसरी बनाएको चाहिँ थिइनँ क्या। यो केही मसला नहालिकन अदुवा लसुन केही नहाली प्याज धरी नहालिकन बनाएको हो। मैले यता फत्के बनाइसकेँ टमाटरको। अब म यहाँ कराहीमा पानी बसाएर ल्वाङसुको मेल हालेर चाहिँ तातो पानी उमाल्दैछु। यो चाहिँ पुलाउको लागि हो। यहाँनिर चाहिँ काजु किसमिसलाई म फुराउँदैछु। हजुरहरूलाई अरू पनि हाल्नु मन छ भने अरूहरू पनि हाल्न सक्नुहुनेछ। मैले चाहिँ यहाँ काजु किसमिस मात्र हालेको छु अनि मटर हाल्छु। अनि हजुरहरूले गाजरहरू पनि हालेर बनाउन सक्नुहुनेछ है। तर मलाई चाहिँ यो सामान नभएकोले गर्दा हो। मेरो चाहिँ अब अपरझट मैले बनाएको प्लान हो नि त यो। अब प्री प्लान थियो भने त म बनाउँथेँ, तर मैले अपरझट भएकोले गर्दा हो। यता सब्जी त्यसरी बनाउँदा त मिठो हुँदैन होला जस्तो लाग्दथ्यो, तर मिठै हुँदो रहेछ। र अब चाहिँ मैले पुलाउको लागि यो घिउ हालेको छु। कुकरमा बनाउँदैछु है म चाहिँ पुलाउ। अनि यता सब्जी पनि पाक्दैछ। यतातिर घिउमा चाहिँ मैले यो दालचिनीहरू भयो है, ल्वाङ सुकमेलहरू चाहिँ यसरी फुराइराखेको छु। यो चाहिँ मैले त्यो पानीमा अघि उसिनेको थिएँ नि त, त्यो भएकोले गर्दा चाहिँ यस्तो भएको। किन यसलाई खेरो फ्याल्नु भनेर चाहिँ मैले त्यसलाई युटिलाइज गरेको छु है। म चाहिँ फ्याल्नु मन लाग्दैन क्या केही चिजहरू पनि, यदि खानु मिल्छ भने चाहिँ। त्यही भएर यसरी गरिरहेको छु। अब मैले चाहिँ सिम्पल तरिकाले पुलाउ बनाउनु लागेको छु। मैले चाहिँ यसमा काजु किसमिस र मटर मात्र हालेर बनाउनु लागेको छु है। यो चाहिँ मेरो अगाडिदेखिकै प्लान थिएन नि त। अनि त्यही भएर हो मैले यसमा गाजरहरू अरूहरू पनि हालेर बनाउनुहुन्छ अरूले, तर मैले चाहिँ योपालि चाहिँ यसरी मात्र बनाएको छु। र मैले चाहिँ अघि यो यसलाई चामललाई पनि एकछिन भुटेँ। अनि अघि ल्वाङ सुकमेलहरू हालेर पानी उमालेको थिएँ, त्यो उमालेको पानीलाई पनि मैले यसरी हालिदिँदैछु। यो चाहिँ चामल जति कप हाल्नुभयो त्यति कपै पानी पनि हाल्यो भने चाहिँ अलिक फुर्र हुन्छ। अनि मैले अघि फ्राई गरेर राखेको यो काजु र किसमिसलाई पनि हालेँ। अनि अब मैले यतातिर सब्जी पकाइराखेको छु। हेर्नु न, हेर्दाखेरि त हजुरहरूलाई पनि त्यति मिठो नहोला जस्तो लाग्छ होला, तर मिठो हुँदो रहेछ। अदुवा लसुन नहालिकन बनाएको, प्याज नहालिकन मसलाधरी नहालिकन केही नै छैन क्या यसमा। तेल बेसार नुन र टमाटर यति मात्र छ, रै पनि मिठो हुँदो रहेछ। र मैले अब खानालाई पनि रेडी गरेँ है। मेरो लागि रेडी गरेँ, आमालाई अनि बहिनीलाई पनि रेडी गरेँ। थ्याङ्क्स फर वाचिङ। फेरि पनि यस्तो भिडियो लिएर आउनेछु।